हामी अहिले संसारकै सबैभन्दा उचाइमा रहेको होटल एभरेस्ट भ्यू जुन 3880 मिटर उचाइमा रहेको छ त्यसको पूर्वी प्राङ्गणमा उभिएर यो भिडियो तयार गरिरहेका छौं। यो भिडियोमा देख्न सक्नुहुन्छ कुर्सीहरू टेबलहरू खाली छ। कुनै बेला यी कुर्सी टेबलमा बस्न मान्छेलाई हम्य हुन्थ्यो, खचाखच भरिएका हुन्थे भने केही सीमित बाह्य पर्यटकहरू चिया कफीको चुस्की लिइराख्नु भएको छ। यो होटल एभरेस्ट भ्यूको सामान्य परिचयपछि मा तपाईहरुलाई हिमालयहरूको बारेमा केही कुरा व्याख्या गर्न गइराखेको छु। अहिले सूर्य अलिकति सामुन्य भएकोले फोटो त्यति राम्रो देखिएको छैन र यो सामुन्यमा देखिएको हिमाल थामसेरको हिमाल हो। थामसेरको हिमालबाट थोरै उत्तर पूर्वतिर लागेपछि जुन यी दुईवटा रुखको बीचैमा देख्नु भएको छ यो हिमाल आमा दब्लम हिमाल हो। यी दुईवटा रुखको बीचमा ठिक्क चुचुरो जुन देख्नु भएको छ यो आमा दब्लम हिमाल हो। यसबाट थोरै उत्तर पूर्व गइसकेपछि जुन थोरै देखिराख्नु भएको छ आमा दब्लम भन्दा उत्तर पूर्वमा देखिएको चुचुरो बादलको मुनि बादलको छ, तर त्यो बादलले असर गरेको छैन। त्यो सगरमाथा हाम्रो सामान्य बोलीचालीमा सगर भनेको आकाश, माथा भनेको शिर, आकाशको शिर यानी कि माउन्ट एभरेस्ट। विदेशीहरूले राखिदिएको नाम, हामी नेपालीको नाम सगरमाथा हो भने अब यसबाट थोरै उत्तर पूर्वमा गएपछि देखिने यी कालो पहाड र अर्को यो हिमाल चाइनिज नेपालमा पर्दैन अथवा तिब्बत चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने हिमाल हो भन्ने कुरा हामीले बुझेका छौं। भने यी सेताम्य हिमालहरूकै छेउमा तपाईहरुले एउटा देख्नुहुन्छ अजङ्गको पहाड। हिमाल त हो तर अहिले पुरै चट्टान कालो चट्टानमा मात्रै परिणत भएको छ। यो हाम्रा गतिविधिहरू हाम्रा क्रियाकलापले हिउँ अड्डिन नसकेर चट्टानमा परिणत भइराखेको छ। यी काला पहाडहरू भएका छन्, हिमालबाट काला पहाड भएका छन्। विजय, यो सगरमाथा भन्दा यताको के हो? पूर्वको उत्तर पूर्व छ नि थोरै सानो, त्यो भन्दा सगरमाथाको यताको छेउको हो। हो चन्द्र सर, यो सगरमाथा भन्दा उत्तर पूर्वको त्यो सानो हिमाल के हो? त्यसको त नामै छैन है। यो काला पहाडै हो यसको नाम? यो त कालो पहाड हो तर काला पत्थर चाहिँ होइन। काला पत्थर होइन, काला पहाड। हजुर। यो चाइनिज हिमालको नाम थाहा भयो? चाइनिजमै आयो सर। चाइनिजमै आयो। पत्ता लगाउँ सर? यसो पत्ता लगाउँ त। म कपी गरेर त्यसलाई पेस्ट गर्न मिल्छ कि? हेर्नुहोस् हिमालको दृश्य, हेर्नुहोस् सगरमाथा। यो सगरमाथाको चुचुरो जुम गर्दाखेरि नजिक आएको छ तर नेचुरल छैन। यो ठिक्क देखिएको चुचुरो जहाँ सगरमाथा छ यसलाई सगरमाथा भनिन्छ।